प्रमुख जिल्ला अधिकारी अहिलेको प्रमुख जिल्ला अधिकारी भनेको शासन गर्न आउने होइन। अहिलेको प्रमुख जिल्ला अधिकारी भनेको सुशासन कायम गर्नलाई आउने हो। शासन गर्ने जमाना कुनै समयमा थियो होला। सिडिओ भन्ने बित्तिकै शासकको रूपमा प्रस्तुत हुने त्यस्तो होइन। सिडिओ भन्ने बित्तिकै जनताको सेवकको रूपमा, राष्ट्र सेवकको रूपमा प्रस्तुत हुने समय भएको हुनाले पनि अहिलेको कार्यभार, अहिलेको बदलिँदो परिवेश अनुसारको जुन कार्य हामीलाई दिइएको छ त्यो कार्यमा चाहिँ हामी त्यसको कार्यक्रमहरूमा अनावश्यक समय नबिताउने, त्यस्ता कार्यक्रमहरूमा चाहिँ सकेसम्म छुट्याउने, माला खादा लगाएर सार्वजनिक रूपमा प्रस्तुत हुने यस्ता विषयहरू चाहिँ अहिलेको अवस्थामा उपयुक्त पनि छैन र हामीलाई त्यो निर्देशन पनि दिइएको छैन। प्रमुख जिल्ला अधिकारीले आजको परिवेशमा जुनसुकै जिल्लामा जाँदाखेरि पनि रहेका प्राथमिकता भनेको 3 देखि 4वटा प्राथमिकता चाहिँ सबै अटाउँछ जस्तो मलाई लाग्छ। एउटा बदलिँदो परिवेश अनुसार जुन अहिलेको परिस्थिति छ त्यो परिस्थिति अनुसारको शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने र यसमा विशेष गरी शान्ति सुरक्षा कायम गर्ने कुरामा संलग्न भएका सबै निकाय र व्यक्तिहरूले चाहिँ आफ्नो कार्यशैलीको पुनरावलोकन गर्ने र त्यो कार्यशैलीमा कुनै पनि प्रकारको यदि खोट छ अथवा कुनै कमजोरी छ भने त्यसलाई तत्काल सच्याएर अगाडि बढ्ने भन्ने समय पनि भएको हुनाले चाहिँ हामी सबै विशेष गरी चाहिँ शान्ति सुरक्षा कायम गर्ने निकायका हामी सबै सदस्यहरू प्रमुख लगायतका सम्पूर्ण मातहत चाहिँ सच्याएर अगाडि बढ्नुपर्ने र शान्ति सुव्यवस्था कायम गर्ने भन्ने विषय चाहिँ एउटा मैले आफ्नो महत्त्वपूर्ण एउटा मुद्दाको रूपमा मैले सोच राखेको छु। त्यति मात्रै होइन कि अहिलेको परिवेशमा सुरक्षा चुनौतीहरू, हिजोका सुरक्षा चुनौती छुट्टै थिए, आजका छुट्टै छन्। भोलि पर्सि निर्वाचनको माहौलमा त्यो सुरक्षा चुनौती छुट्टै हुनसक्छ। त्यसले गर्दाखेरि यो सबै परिवेशलाई विचार गरेर सुरक्षा चुनौतीको पुनरावलोकन गर्ने र ती चुनौतीहरूको विश्लेषणबाट हामीले नयाँ सुरक्षा योजनाका साथमा जिल्लामा शान्ति सुरक्षा कायम गर्ने भन्ने एउटा यो मैले प्राथमिकतामा राखेको छु। र यो चाहिँ शान्ति सुरक्षा भएसँगै यसले सुशासनको पनि प्रवर्धन गर्ने र अपराध पनि न्यूनीकरण गर्ने, सभ्य समाजको परिकल्पना जुन गरेका छौँ हामीले त्यो पनि कायम हुने लगायतका विषयहरू पनि यसमा जोडिएर आउने भन्ने कुरा पनि मैले यहाँसम्म निवेदन गर्न चाहन्छु। अघि पनि मैले निवेदन गरेँ, अहिले सुशासन यो प्रमुख जिल्ला अधिकारी अहिलेको प्रमुख जिल्ला अधिकारी भनेको शासन गर्न आउने होइन। अहिलेको प्रमुख जिल्ला अधिकारी भनेको सुशासन कायम गर्नलाई आउने हो। शासन गर्ने जमाना कुनै समयमा थियो होला। सिडिओ भन्ने बित्तिकै शासकको रूपमा प्रस्तुत हुने त्यस्तो होइन। सिडिओ भन्ने बित्तिकै जनताको सेवकको रूपमा, राष्ट्र सेवकको रूपमा प्रस्तुत हुने समय भएको हुनाले पनि त्यसलाई हृदयङ्गम गरी हाम्रो कार्यशैली, हाम्रो मातहतका कर्मचारीहरूको कार्यशैली, यो जिल्लामा रहेका अन्य सरकारी कार्यालयहरूको कर्मचारी र त्यहाँको कार्यालय प्रमुखहरूको कार्यशैलीमा पनि परिवर्तन आवश्यक देखिएको भन्ने कुरा पनि उठिरहेको हुनाले त्यसलाई पनि परिवर्तन गरेर सेवा प्रवाहलाई चाहिँ प्रभावकारिता गराउने र सुरुवात आफ्नै कार्यालयबाट गर्ने। कुनै पनि परिवर्तन गर्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ भन्ने विषयलाई चाहिँ दृष्टिगत गर्दा यो आफ्नै कार्यालयबाट, हाम्रो जिल्ला प्रशासन कार्यालयबाटै सेवा प्रवाहलाई प्रभावकारी रूपमा बनाउँदै क्रमशः अन्य कार्यालयहरूको पनि निरीक्षण गरेर र जिल्लाभरिका सम्पूर्ण सरकारी कार्यालयहरूबाट निर्वाध रूपमा निष्पक्ष र पारदर्शी ढङ्गको सेवा प्रवाह कायम गर्ने गराउने भनेर मेरो एउटा चाहिँ उद्देश्य रहेको छ। र यो सँगसँगै विभिन्न किसिमका लेनदेन अर्थात् इन्टिग्रिटी मेन्टेन नगर्ने कुरा, घुस, रिश्वत या अन्य कुनै आफ्नो व्यक्तिगत फाइदाका विषयहरूमा कोही लाग्नुहुन्छ भने त्यसलाई कानुनको दायरामा ल्याउने र सेवा, जनतालाई चाहिँ सेवा दिँदाखेरि चाहिँ बिना मूल्य र एकदम पारदर्शी ढङ्गले छिटो छरितो सेवा प्रदान गराउने भन्ने पनि मेरो एउटा चाहिँ उद्देश्य रहेको छ। खुल्ला सिमाना भएको, भारतसँग जोडिएको सिमाना र खुल्ला सिमाना भएको कारणले गर्दा तराईका अन्य जिल्लाहरू जस्तो यहाँ पनि केही चुनौतीहरू छन्। ती चुनौतीहरू भनेको चाहिँ खुल्ला सिमानाको फाइदा उठाएर विभिन्न ढङ्गले चाहिँ अवैध गतिविधिहरू, अवैध निकासी पैठारी, चोरी निकासी पैठारी, साना हात हतियारको ओसार पसार, सीमा वारपार अपराध हुने, यताको अपराधी उता लुक्ने, उताको अपराधी यता लुक्ने खालका विषयहरू र अन्य जुनसुकै प्रकारका पनि सीमासँग सम्बन्धित गैरकानुनी गतिविधिहरूलाई नियन्त्रण गर्ने र त्यो नियन्त्रण गर्ने क्रममा चाहिँ कुनै पनि मोलाइजा नगरिकन हाम्रो जति पनि सुरक्षा निकाय र सम्बन्धित निकायहरू छन्, चाहे त्यो भन्सार होस्,
राजस्व अनुसन्धान होस्, राष्ट्रिय अनुसन्धान होस्, नेपाल प्रहरी, सशस्त्र प्रहरी, यो सम्पूर्णलाई चाहिँ एकमुष्ट रूपमा लगाएर हाम्रो जिल्लाबाट सीमा वारपार हुने अवैध गतिविधिलाई चाहिँ नियन्त्रण गर्ने भन्ने पनि एउटा मैले सोच मैले बनाएर राखेको छु। त्यसका लागि काउन्टर पार्ट आफ्नो भारतीय समकक्षीसँग चाहिँ बैठक गरेर हुन्छ, छलफल गरेर हुन्छ, परिसंवाद गरेर हुन्छ, के गरेर हुन्छ र सीमामा हामीले चाहिँ संयुक्त पेट्रोलिङ गरेर हुन्छ, संयुक्त निगरानी गरेर हुन्छ, छिक जाँच गरेर हुन्छ, आकस्मिक गस्ती गरेर हुन्छ, के गरेर हुन्छ, हामीले त्यसलाई चाहिँ नियन्त्रण गर्ने भन्ने पनि एउटा मैले सोच बनाएको छु। र ती सबका बावजुद पनि अहिले हामीले चाहिँ जेनजी पुस्ता भनेर अहिले हामी सुन्दैछौँ। जेनजी पछि अर्को पुस्ता पनि आइसक्यो, त्यसपछि अर्को पुस्ता आउला। हामी एउटै वेगमा एउटै रफ्तारमा काम गर्दाखेरि पनि जनतामा असन्तुष्टि हुने रहेछ भन्ने खालको कुरा पनि कतिपय ठाउँमा मैले पढ्न सुन्न पाएको छु। त्यस कारणले चाहिँ अब के छ त माग, नयाँ पुस्ताको माग के छ त? उनीहरूले छिटो सेवा खोजेका हुन् कि भ्रष्टाचार मुक्त र सुशासन खोजेका हुन् भनेपछि त्यसमा हामीले त्यसलाई कायम गर्नको लागि चाहिँ प्राथमिकताका साथमा अगाडि बढ्ने, यसको लागि चाहिँ यो गर्ने वा त्यो गर्ने भन्ने भन्दा पनि त्यो माग पुरा गर्न अथवा त्यो भ्रष्टाचार शून्य पार्न र सुशासन कायम गर्न र सेवा प्रवाह छिटो गर्न के गर्नुपर्छ ती तत्त सम्पूर्ण कार्यहरू गर्ने पनि मैले आफ्नो प्राथमिकतामा राखेको छु। र सँगसँगै गृह मन्त्रालयबाट हामीले पछिल्लो समय 62 बुँदे निर्देशन पनि आएको छ। यसमा विशेष गरी अघि मैले निवेदन गरेँ जस्तै सेवा प्रवाहका कुराहरू, शान्ति सुरक्षाका कुराहरू, आउँदो निर्वाचनको शान्ति सुरक्षाका विषयहरू, आउँदो निर्वाचनका शान्ति सुरक्षाका विषयहरू लगायतका विषयहरू पनि छ। र सँगसँगै यो परम्परागत रूपमा प्रमुख जिल्ला अधिकारीलाई चाहिँ विभिन्न कार्यक्रमहरूमा आमन्त्रण गर्नुहुन्छ, त्यो एप्रिसिएबल छ। तर अहिलेको कार्यभार, अहिलेको बदलिलो प्रवेश अनुसारको जुन कार्य हामीलाई दिइएको छ त्यो कार्यमा चाहिँ हामी त्यस्तो कार्यक्रमहरूमा अनावश्यक समय नबिताउने, त्यस्ता कार्यक्रमहरूमा चाहिँ सकेसम्म छुट्याउने, माला खाजा लगाएर सार्वजनिक रूपमा प्रस्तुत हुने यस्ता विषयहरू चाहिँ अहिलेको अवस्थामा उपयुक्त पनि छैन र हामीलाई त्यो निर्देशन पनि दिइएको छैन। त्यस कारणले चाहिँ हामीले चाहिँ त्यस्ता सार्वजनिक कार्यक्रमहरूमा सकेसम्म चाहिँ सीमित उपस्थिति जनाउने र बढी से बढी नागरिकलाई सेवा प्रवाह गर्ने विषयमा बढी ध्यान दिने भन्ने निर्देशन पनि भएकोले गर्दा त्यो पनि मेरो प्राथमिकतामा मैले राखेको छु। यदाकदा चाहिँ कर्मचारीको मनोबल खस्कियो, सुरक्षाकर्मीको मनोबल खस्कियो भन्ने कुराहरू पनि यदाकदा सुन्न पढ्न पाइएको छ। यद्यपि त्यो प्रत्यक्ष रूपमा मैले महसुस गरिसकेको अवस्था छैन, तर पनि यदि त्यस्तो छ भने पनि त्यस्तो गिरेको मनोबल कसैको छ भने त्यसलाई हामीले कसरी उकास्ने? हामी कर्मचारीलाई, हामी सुरक्षाकर्मीलाई मनोबल गिराउने छुट छैन। हामीले मनोबल गिरायो भने संस्थाको मनोबल गिर्छ, संस्थाको गिर्यो भने समग्र जिल्लाको पनि मनोबल गिर्न सक्ने सम्भावना हुन्छ। त्यसैले मनोबल गिराउने छुट चाहिँ कर्मचारीलाई, सुरक्षाकर्मीलाई छैन। त्यो छुट नभएको कारणले गर्दाखेरि यदि यदाकदा कतै कुनै मनोबल गिरेको जस्तो महसुस भयो भने त्यसलाई उठाउने कुरा पनि मेरो प्राथमिकतामा परेको छ। यो सीमा अपराध नियन्त्रणसँग सम्बन्धित विषय पनि विगतमा यस जिल्लामा पनि केही घटनाहरू घटेको हामीले सुन्न पढ्न पाएका थियौँ। त्यस्तो घटना हुन नदिनको लागि हामी अहिलेदेखि नै हिजैबाट हामीले सबै सुरक्षा निकायहरू सीमाको अनुगमन र त्यहाँ भएका संवेदनशीलताको पुनर्परिभाषीकरण हामी गर्दैछौँ। र त्यो पुनर्परिभाषीकरण गरिसके पश्चात चाहिँ हामी एउटा विशेष योजनाका साथमा सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणमा हामी लाग्नेछौँ। मोटामोटी मेरा प्राथमिकताहरू यिनै हुन् र यो सँगसँगै सबैसँग चाहिँ सहकारी गर्ने, कुनै पनि प्रकारको चाहिँ आफ्नो व्यक्तिगत फाइदाका विषयमा सपनामा पनि नसोच्ने र मेरो विगतका जिल्लाहरूमा जहाँ म बसेँ ती ठाउँमा पनि मेरो कार्यशैली यही नै थियो र एक खालको सफल परीक्षण भइसकेको कार्यशैली हो। त्यसैले आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति र व्यक्तिगत फाइदाका निम्ति काम नगरिकन जनताको निम्ति काम गर्ने र सम्पूर्ण रूपमा काम गर्ने भन्ने पनि मैले चाहिँ प्राथमिकतामा राखेको छु। र जनताको सेवा गर्नको लागि उहाँहरूलाई फाइदा गर्नको लागि चाहिँ के गर्नुपर्छ, कोसँग समन्वय गर्नुपर्छ, त्यो सम्पूर्ण समन्वयको पनि काम गर्ने भनेर चाहिँ मैले यहाँ समक्ष राखेँ। मेरो प्राथमिकताका विषयहरू अहिलेलाई यति नै हुन्।